ए मोहनी लायौ र मलाई तिमी बिना गाह्रो भयो बाँच्नलाई। गाइज म सानोतिनो सिङ्गर पनि हो कि होइन, सायद मैले एल्बम निकालेँ भने सायद चल्छ पनि होला यार। के भन्नुहुन्छ अर्जुन? एकदम ठिक छ नि। प्रमोद खरेललाई पछि लानुहुन्छ कि तपाईँले? मलाई कसैसित कम्पेयर गर्नै छैन यार, म अशोक हो। त्यो मलाई कसैले कम्पेयर गर्नु छैन। हामी खासमा लिटल मार्केट जानु मन आएको थियो गाइज। पछाडिबाट हाम्रो अर्जुन ब्रदरले क्यामेराको भिडियो गरिरहनु भएको थियो मेरो। हामी खासमा यो लिटल मार्केट जानु मन आएको थियो, त्यही भएर मैले तपाईँलाई एउटा सानो गीत गाएर सुनाइदिएको। अब यहाँनिर नजिकै जेब्रा क्रस छ, हामी जेब्रा क्रसबाट रोड क्रस गरेर हामी पारि जान्छ। यदि तपाईँ यसरी जेब्रा क्रसबाट हिँड्दै हुनुहुन्छ भने नि नडराइकन हिँड्ने हुन्छ क्या। गाडी 100को स्पिडमा आए पनि रोकिदिन्छ क्या, सिधै रोकिदिन्छ क्या यार, सिधै रोकिदिन्छ। हामीले गाडी रोकिदिन्छौँ यार जेब्रा क्रसबाट। बाँकी जेब्रा क्रसबाट रोड क्रस गर्नु पऱ्यो, अन्तबाट होइन। यदि तपाईँ जेब्रा क्रसबाट रोड क्रस गर्दै हुनुहुन्छ भने नि गाडी 100को स्पिडमा जतिसुकैको स्पिडमा रोक्छ क्या। ओन्ली जेब्रा क्रसबाट गर्नु पऱ्यो। यो भनेको एउटा के भन्दाखेरि युरोपभरि सायद यो नियम छ होला, रोमानियामा त छ होइन।